सबैमा जय बसी फेरि पनि हामी फुपू बजाउने हजुरहरूको समक्षमा आएका छौँ। म विपना थापा आर्य अनि यहाँ एमी थापा आर्य। आज तपाईँहरूको बिचमा हामी एउटा स्टोरी लिएर आएको छौँ जो चाहिँ हाम्रो एमी दिदीले आज स्टोरी बताउनु हुनेछ। अनि उसको जीवनमा घटेको साँच्चीको घटना साँचो घटना हो। जब ऊ 3 वर्षको थियो, यस्तै 3 अथवा 4 वर्षको उमेरको थियो, ऊ र उसको बाजे चाहिँ हराएको थियो। जयगाउँ, ऊ चाहिँ जयगाउँबाट हो। अनि जयगाउँमा चाहिँ हराएको थियो। अनि कसरी उनीहरूलाई भेटायो, कसरी पायो, त्यति बेला उनीहरू हराउँदाखेरि ठुलो मेला पनि लागिरहेको थियो यसमा जयगाउँमा। जयगाउँको मेला ग्राउन्डमा पनि अनाउन्स गरेको थियो कि यहाँ बाजे नातिनी सानो नानी 3-4 वर्ष नानी हराएको छ, कसरी भेटायो भनेदेखि तपाईँहरूले इन्फर्म गरिदिनुहोस् भनेर। अनि हरायो, कसरी उनीहरूलाई भेट्यो तपाईँले सुनिदिनुहोस् उहाँको मुखबिन्दबाट। म त्यति बेला 3 वर्षको थियो होला। अनि मेरो बाबा चाहिँ त्यति बेला दिल्ली जानुभएको थियो। अनि मेरो के भन्छ बाजे चाहिँ विन्टरमा विन्टरमा आउनुभएको थियो त्यति बेला। अनि म चाहिँ सानै थियो, राम्रो बोल्नु सक्थिनँ। अनि मेरो आमा पनि ड्युटीमा जानुभएको थियो त्यति बेला। अनि फेरि त्यति बेला चाहिँ कोही पनि घरमा थिएन, म र बाजे थियो। अनि मैले बाजेलाई त्यो दोकान जाने भनेर चाहिँ पुरा जिद गरेछु। बाजेले चाहिँ आमा आएर जानु न भन्नुभएछ। अनि त्यहाँबाट म मानिरहेछु हो। अनि पुरा अब लडीबडी गरेछु, पनि अब के भन्छ फोल्डिङ खेलेछु हो, पुरा गरेछु हो। फोल्डिङ खेलेछु भन्दैछ, लडीबडी गरेँ भन्दैछ। अनि पुरा गरेछु हो, बाजेलाई लानै पर्यो। अनि दोकान टाढोको दोकान गइसक्यो। खास त उसले त्यो दोकान चाहिँ चिन्थ्यो अरे लेफ्ट र राइटमा। अनि जुन लेफ्टपट्टि जानुपर्नेमा चाहिँ उनीहरू चाहिँ उसले चाहिँ डेली अरू बेला जहिले पनि बाबासँग जाँदा चिन्थ्यो अरे त्यो राइटको दोकान। तर त्यो दिन चाहिँ ऊ अब त्यति बेला नानी सानै, अन्त लेफ्टपट्टि गएर किनेर चाहिँ उतै कहाँ गएको है, अर्को दोकानपट्टि गएछु। अनि बाजेले चिनेर त्यो बाटो बाजे र मैले फेरि बाटो बिर्सेछ। अनि फेरि बाजेको त्यति बेला ट्याकट्याके फोन थियो, पहिलो पुरानो जमानाको मोबाइल थियो। अनि त्यति बेला फेरि बाजेले फेरि मोबाइल चलाउन आउँथ्यो रहेछ हो। त्यहाँबाट के गरौँ कसो गरौँ भएछ फेरि। अनि त्यहाँबाट आमा चाहिँ घर आउनु भएछ हो ड्युटीबाट। त्यहाँबाट हेर्दा त घरमा कोही छैन हो। आमा चाहिँ अब फेरि टेन्सन लाग्यो, किनकि बाजे चाहिँ यहाँको होइन, फेरि म पनि सानै छु। अनि मलाई मैले फेरि राम्ररी बाटो चिन्थिनँ होइन। अनि अब बाजे र म कहाँ गयो भनेर आमालाई टेन्सन लागेछ हो फेरि। अनि अब आमालाई टेन्सन लागेर आमाको फेरि मेलामा साथी रहेछ नि त एउटा हो, मेलाको त्यो काउन्टरमा साथी रहेछ। अनि मेलामा एनाउन्स गरिदियो न भनेर भनिदिनु भएछ। त्यहाँबाट त्यो आन्टीले मेलामा एनाउन्स गरेछ। त्यहाँ गयो, एउटा बाजे र एउटा सानो नानी छ, त्यो बाजे र नानी छ भनेर एनाउन्स गर्नुभएछ। त्यहाँ पनि मेलामा पनि थिएन हामीहरू, ठुलो मेला थियो त्यति बेला, हामी त्यहाँ पनि थिएन रहेछ। अनि त्यहाँबाट के भन्छ गाउँको सबै बाइबल स्कुलमा पढ्ने, त्यहाँबाट होइन त्यो होइन अलिकति पछि आउँछ कि। त्यहाँबाट आमाले बाबालाई कल गरेर भन्नुभएछ। तिम्रो बाबा चाहिँ ट्रेनको यात्रामा थियो नि, दिल्लीदेखि यता आउँदै थियो जयगाउँमा चाहिँ हो। बाबालाई टेन्सन बाटोमा, बाबालाई टेन्सन भएछ। त्यहाँदेखि बाबाले यता बाइबल कलेजमा कल गरेर प्रार्थना गरेर यता बाइबल कलेजको सबैजनाहरूलाई है भनेर चाहिँ त्यहाँको बाइबल कलेजको स्टुडेन्टहरूले त्यहाँनिर सबै कलेजको स्टुडेन्टहरूले चाहिँ खोज्दै रहेछ, पुरा जग्गा खोज्यो। अन्त लास्टमा त बाइबल कलेजकै भाइहरूले नै तिमीहरूलाई भेटायो होइन। ऊ बाजे चाहिँ बसिरहेको थियो अरे, ऊ चाहिँ बाजेको छेउमा पुरा रोइरहेको थियो अरे। अन्त वरिपरि मान्छेहरूले घेरिरहेको थियो अरे होइन। भन त त्यहाँबाट तिमीलाई थाहा छ त्यो? ऊ 3-4 वर्षकै, बेसी उनीहरूले थाहा छ अरे। लु भन। त्यहाँबाट बाइबल स्कुलको दादाहरू पुरा खोज्नु भएछ, सबैजना खोजेछ, भेटेर रहेछ हो मलाई र भाइले। त्यहाँबाट आमाकोमा गएछ, आमाकोमा गएछ। त्यहाँबाट आमा पनि पुरा अब अत्तालिएर पुरा रुनु थाल्यो अरे।
अनि त्यहाँबाट आमाले एउटा दादालाई चाहिँ अब कानमा खोले के हुन्छ नि बोली अरे हो 25 स्ट्यान्डमा हेर भनेर भन्नुभयो अरे आमाको कानमा। कानमा त्यो आवाज आयो भाउजूको कानमा है तिम्रो आमाको। त्यहाँबाट आमा झसङ्गै भयो अरे बस स्ट्यान्डमा हेरेको छैन सबै जग्गा हेऱ्यो भनेर। अनि मेरो दादालाई चाहिँ जानु भनेछ। त्यो दादा मेरो फेरि फेभरेट थियो सानोको होइन। अनि बस स्ट्यान्डमा जानुभएछ गएर हेरेको त आम्बो यति मान्छेले घेरिरहेको थियो अरे हो। एउटा रुखको तल चाहिँ पुरा मान्छेले घेरिरहेको थियो अरे होइन। अनि अलिकति साइड भनेर भित्र जानुभएछ अरे हेरेको त मोरा बाजे थियो रहेछ। बाजेर सिँगन भएर रोइरहेको थियो अरे हो। अनि म पनि पुरा रोइरहेको थिएँ अरे आमा बाबा भनेर रोइरहेको थियो अरे हो। अनि त्यो दादाले मलाई बेबी भनेर बोलाएको रहेछ। मान्छे नै है कुदेर गएछु हो। किनभने त्यो दाजुलाई चिन्थ्यो नि त तिमीले है? मेरो फेभरेट दादा थियो हो। बाइबल कलेजको होइन? अनि फेभरेट दादा थियो। किनभने उसको बाबा चाहिँ बाइबल कलेजमा टिचर गर्नुहुन्छ नि त। अनि कुदेर गएछु हो। त्यहाँबाट भेटायो अनि हामीलाई घरमा लग्यो। त्यहाँबाट सबैजना शान्ति भयो। अनि एउटै तपाईँलाई लास्टमा एउटा कुरा भन्न चाहन्छु। मेरो बाजे अहिले संसारमा हुनुहुन्न, हामीलाई छोडेर जानुभएको छ। तर पनि यो मोमेन्ट चाहिँ मेरो लाइफमा एकदमै प्रेसियस हुन्छ। अनि माई ग्रान्डफादर विल बी अलवेज इन द हार्ट। थ्याङ्क यू। अन्त हजुरहरूलाई तपाईँहरूलाई आज हाम्रो स्टोरी कस्तो लाग्यो? हाम्रो एमीको स्टोरी फेरि अर्को स्टोरी एमीको अर्को स्टोरी लिएर आउनेछु ल। एउटा छ अझै ल हजुर हुन्छ। तर यहाँ बेसी यो भिडियोमा राम्रो भ्युवर्स आयो भने मात्रै दिन्छु स्टोरी। 1K होइन 9K पार हुनुपर्छ है। भएन फेरि स्टोरी आउँदैन नि फेरि। पेड प्रमोसन त खतरा छ त। पेड गरेर हुन्छ हुन्छ सबैजनामा मेरो अब हाम्रो चाहनेहरूको लागि यो भिडियो मनपर्छ भने अवश्य तपाईँहरूले केही तपाईँले सिक पाउनुभयो भन्ने आशा गरेको छौँ। हुन्छ धन्यवाद है। यस्तै भिडियोको साथमा एउटा मोरल भन्नु छ यो स्टोरीको चाहिँ। मोरल अफ द स्टोरी के हो? आफ्नो नानीहरूलाई कहिले पनि अब नचिन्ने दोकानहरूतिर आफ्नो अब बुढा के भन्छ बुढो ग्रान्डफादरहरू ग्रान्डमदरहरूसित बाटो नचिन्ने नयाँ नयाँहरूसित चाहिँ न कतै नपठाउनुहोस्। अब यस्तै घटना हुन्छ। ओके बाई बाई सबैजना। लाइक पनि गर्नुहोस् फेरि।